चाहिँ दिक्क वाक्क हुन्छ। अनि यहाँ जस्तै यहाँ भन्छन् महिलाको दोष लाउँछ, पत्रकारले पनि महिलालाई दोष लाउँछ। रणनी भन्छ मैले चाहिँ दुईवटा केटाकेटी काठमाडौँमा MBBS डक्टर छोरा पढाउँछु। नेपाली हो दिदीहरू? नेपाली हो? कहाँबाट, कुन ठाउँबाट? बाजुराबाट हो? कहाँ बस्नुहुन्छ यहाँ? हजुर? अबे साले तपाईँको शुभ नाम? राधा के? राधा बम हो? ए अनि यहाँ के दर्शनमा आउनुभएको आज यहाँ? यहाँ के गर्नु तपाईँ? नहीं कपड़ा वपड़ा खरीदना है यहाँ। ए दर्शन गर्नु भएको भगवानको? दर्शन पनि गरिया हो। तर तपाईँको छेउमै होला यहाँ होइन? हजुर तपाईँको छेउमै होला यहाँ होइन? दिदी तपाईँको नाम? ल नमस्कार दाजु। नमस्कार। हजुरको शुभ नाम? देवेन्द्र बम। दिलना बम। देवेन्द्र बम। अरे कहना क्या चाहते हो? के भन्नुभयो? देवेन्द्र बम। देवेन्द्र बम। तपाईँ कहाँबाट हो? म नेपालबाट। नेपाल बाजुराबाट हो तपाईँ? बाजुराबाट। ए जस तपाईँहरू यहाँ कति सालदेखि तपाईँहरू यहाँ? आज 4 साल भयो। 5 साल भयो। फ्यामिली सबै यहीँ हो? होइन केटाकेटी काठमाडौँ। हजुर। दुईवटा बुढाबुढी यता। ए उहाँ भाउजू? ए नमस्ते भाउजू। हजुरको शुभ नाम? जानी बम। उहाँ बस्नुहुने चाहिँ को फेरि? उहाँ भतिजी। बाय, हैव अ ग्रेट टाइम। ए छोरी ए जस तपाईँहरूले मतलब यहाँ अब तपाईँहरूलाई बेङ्गलोरमा बस्दाखेरि होइन अब यहाँको भाषा भुसीले के तपाईँले केही छैन प्रब्लमहरू यहाँ? किन यहाँको भाषाहरूले तपाईँलाई केही प्रब्लम छ अहिले? भाषा अब खासै लोकलसँग त काम छैन हाम्रो होइन। छैन हो? खासै हाम्रो बाहिरका छन्, हिन्दीवाला छन् भनौँ न। हिन्दी नेपालीहरू होइन? हिन्दीवाला छन्, प्रायः हिन्दीवाला छन्। यहाँका लोकलसँग काम गर्दाखेरि अप्ठ्यारै पर्छ भाषाका लागि। तरले प्रायः काम चाहिँ नेपालीहरूसँगै हो? मतलब बाहिर हिन्दीवालासँग मतलब इन्डियाकै हिन्दीवालासँग। अगर यहाँको लोकलहरूसँग काम पर्ने के छ फेरि? लोकलसँग काम गर्दाखेरि अप्ठ्यारै हुन्छ भाषाका लागि। हुन्छ 5 साल भयो? 5 साल भयो। अच्छा भाषा के सिक्नु भएको छ नि यहाँको? एउटा शब्द छैन आउँदैन। कामै गर्न मौका मिलेको छैन होइन लोकलसँग। त्यो भएर खासै काम चाहिँ कहाँ गर्नु दाजु? काम मेरो पिजीमा। पिजीमा? को है? होइन म उ गर्छु सेक्रेटरी। ए ठिक छ राम्रो लाग्यो, खुसी लाग्यो। ठिकै छ भन्नु, खुसी छ भन्नु। होइन खुट्टा खिच्दाखेरि अन्तखेरि अलिकति अनुमति दिनुपर्छ भन्ने हाम्रो। अब नेपालीको अब प्रायः यहाँ पुरा काण्ड भइरहेको हुन्छ होइन? कहिले कहाँ झगडा कहिले कहाँ झगडा होइन? त्यो आसामबाट नेपाली पनि हुनुहुन्छ। नेपाली एउटा हामी जहाँको नेपाली एउटा हुन्छ होइन? तर जहाँको नेपालीले बिगार्ने हामीले आज हामीले होइन। अरे कहना क्या चाहते हो? नेपालीले पुरा काण्ड गरेर हुन्छ, कहिले कहाँ झगडा तपाईँ यो बारे के भन्न चाहनुहुन्छ? अबे साले नेपाली पुरा काण्ड भइरहेको छ यहाँ। हजुर कहिले कहाँ झगडा यो बारे तपाईँ के भन्न खासै मेरो भनाइ हामी खासै परदेश आउनको कारण नै एउटा केटाकेटीको भविष्यका लागि हामी खासै गरी यहाँ परदेशमा आउँछु होइन। परदेशमा आइसके पछाडि हाम्रो उद्देश्य के, हाम्रो मतलब सोच के, त्यो सोच लक्ष्यको आधारमा काम गर्छ हामीले इमान्दारीका साथ। कसरी हामीले लक्ष्य लिएर आउँछौँ, लक्ष्यअनुसार काम गर्नुपर्छ हामीले। कसैको चोरी नगर्ने, जाँड रक्सी नखाने, कसैसँग झगडा नगर्ने होइन। इमान्दारीसँग काम गरेपछि हामीलाई पैसा कमाएर हाम्रो जो लक्ष्य छ त्यो लक्ष्य पुग्न सक्छौँ हामी। जस्तै मेरो आफ्नो उदाहरणका लागि मलाई अहिले 4-5 साल भयो। मैले चाहिँ दुईवटा केटाकेटी काठमाडौँमा MBBS डक्टर छोरा पढाउँछु। अहिले छोरी 10 क्लास छ। दुईवटा छोराछोरी र मैले छोराछोरीले पढाएर आफ्नो घरको चाहिँ पुरा व्यवस्था मैले यहाँ आएर गरेको छु। इन्डियामै बसेर? इन्डिया बसेर मतलब उहाँको व्यवस्था भइसक्यो? व्यवस्था भइसकेको छ पुरै। छोरो पनि पढ्न सकिन लागेको छ। अब यदि म इन्डिया आउनु नपाएको भए मेरो यो अवस्था मेरा केटीलाई त्यहाँसम्म मेरो लक्ष्य त्यहाँसम्म पुरा हुने थिएन। त्यो भएर जहाँ लक्ष्य अनुसार आउनु भएको त्यही लक्ष्य अनुसार काम गर्नु होला, बस्नु होला भन्ने म चाहन्छु। तर यहाँ प्रायः यहाँ आउँछन्, झगडा गर्छन्, फाइट गर्छन्, के गर्छन् होइन? अस्ति लालबागमा पऱ्यो, अस्ति फेरि यहाँ पऱ्यो यहाँ विधानसभामा। हजुर होइन ठुलो लडाइँ भयो। त्यो बारे तपाईँ के भन्न चाहनुहुन्छ त्यो झगडा गर्नेहरूलाई चाहिँ? झगडा हजुर प्रायः झगडा गर्नेहरू यसरी गर्छन् जो रक्सी जाँड खाने 16-17 वर्षका उमेर बिग्रेर गाउँबाट जो नेपालबाट बिग्रेर आएको छन् नि जो तिनीहरूको काम हो सबभन्दा पहिले। 20 वर्ष नकाटेका, 16 वर्ष माथिका, दिमाग चेतना नभएका 20का केटाहरू छन्। तिनीलाई चेतना हुँदैन भनौँ न, तिनीहरू गर्ने भनेका। जस्तै एजेड मान्छेले गर्दैन केटाकेटी, तिनीलाई अब आमा बुवाले पनि तिनीलाई अलिकति जान्नका लागि केही न केही तिनीहरूलाई सम्हाल्नु पऱ्यो भन्ने मेरो मान्यता थियो। जस तपाईँले इन्डियामै बसेर तपाईँले जस बाहिर नगइकन
यहीँ बसेर बिना पासपोर्ट होइन हजुर हजुर तर राम्रो तपाईँको राम्रो भइरहेको कमाइ छ, राम्रो इन्कम छ। बच्चाले पढिरहेको छैन कता बाहिर फेरि यस्तो छ जसमा श्रीमान श्रीमतीको जोडा मिल्यो ठ्याक्कै होइन। जस्तै मेरो वाइफ छ मसँग, म जाँदाखेरि खाँदैन होइन, अनि जुवा तास खेल्दैन, अनि यताउति पनि घुम्दैन। श्रीमतीलाई खाना बनाइदिन्छु, उसको घरमा के व्यवस्था हो त्यो व्यवस्था मिलाइदिन्छु। मेरो स्यालेरी कम छ, उसको ज्यादा छ होइन। त्यही भएर श्रीमतीको जोडा मिलेपछि कमाइ हुन्छ। मेरो डबल टेबल कमाइ मेरो श्रीमतीले गर्छ मभन्दा। मेरो 15,000 छ भने उसको 25-30,000 भनौँ मेरोभन्दा माथि नै छ। सबै त्यसै गरिकन श्रीमतीलाई राम्रो स्थानमा राखेर, श्रीमतीको ठाउँमा श्रीमतीलाई राम्रो राखेर इमान्दारसँग दुईजना मिलेपछि जोडा मिलेपछि पैसा कमाइ छ। यताको अब जस्तै श्रीमती भागी, श्रीमानको विपत्ता भयो, केटाकेटी भाग्यो भन्ने कारण नै के भन्दा रक्सीले गर्दाखेरि सबभन्दा रक्सी दारू खराब। दारू खाने श्रीमती दारू डुल्दिने, श्रीमतीको उनले केटाकेटी सम्हाल्ने कि नौकरी गर्ने कि श्रीमतीको कमाएको पैसा आफूले खाने, अनि श्रीमती दिक्क वाक्क हुन्छ। अनि यहाँभन्दा म यहाँ छोड्नुपर्छ भनेर अनि जाने कारण जस्तै यहाँ भन्छन् महिलाको दोष लाउँछ, पत्रकारले पनि महिलालाई दोष लाउँछ, रन्डी मञ्चनले पनि, तर महिलाको दोष छैन यहाँ। दोष भनेको श्रीमानको छ। जब रक्सी खान्छन्, जब हल्ला गर्छन्, श्रीमतीलाई कुट्छन्, घुम्छन्, नोकरी गर्दैनन्, अनि श्रीमती दिक्क वाक्क हुन्छन्। अगर सबै तपाईँ यस्तै बुझ्ने भए कति राम्रो हुन्थ्यो होला। हजुर अगर सबै तपाईँ यस्तै बुझ्ने भए राम्रो हुन्थ्यो होला। बुझ्नुपर्छ। यो दाइ चाहिँ तपाईँ रात भन्नु छैन। मेरो श्रीमती सामने छ, मैले कोही झुटा लगाएको छ उसलाई सोध्नुहोस्। रक्सीमा खाँदैन, इमान्दारीका साथ काम गर्छु, इमान्दारीका साथ बसिया छु। अनि उसको चाहिँ के उसको आवश्यक छ घरमा खानादेखि लिएर सबै सरसफाइ गरेको मेरो जिम्मा छु। मेरो फ्री हुन्छु म होइन, काम कम छ, काम छैन, त्यो भएर उनको आधारमा चाहिँ म यहाँ बसेको छु। जस उहाँ आसाम नेपालदेखि आएर होइन हाम्रै भाषामा यसरी बोल्न पाउनु ठुलो कुरा छ। हजुर हजुर नभए त्यहाँको हिन्दी यो भिन्दी यो क्या गरेगा तुम्हारा हमारे यसो बोल्ने दिमाग खराब हुन्छ। हजुर हजुर ठिक छ। जोस् राम्रो हजुर लाग्यो नमस्कार, कुरा गरेर धन्यवाद। होइन राम्रो लाग्यो कुरा गरेर। ल भाउजू धन्यवाद। जाने ढाँटेको होइन नि होइन कहाँ चाहिँ हो? ल ठिक छ। ल तपाईँहरू सब नेपालीको ग्याङ है? ल ठिक छ। ल